गाइज वेलकम ब्याक सबैजनालाई फेरि पनि आज भिडियो लिएर आइसकेका छौँ होइन। आज चाहिँ हामी जाँदैछौँ ढकेरी होइन। ढकेरी एउटा भाइ यता के अरे पौडी खेल्नलाई चाहिँ दामी ठाउँ छ भनेका छन् होइन भाइले चाहिँ। त्यही भएर चाहिँ हामी आज पौडी खेल्नलाई जाँदैछौँ होइन। के कस्तो रहेछ एकचोटि सर्ट तपाईँहरूलाई बाटोमा देखाउनेछौँ। पौडी खेल्ने ठाउँ चाहिँ कस्तो रहेछ त्यो एकचोटि हेर्नेछौँ। भिडियोमा रहिरहनु होला होइन। भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेर हामीलाई चाहिँ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला है त गाइज। ल गाइज तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो भाइहरू चाहिँ नास्ता लिएर फाइनल्ली आइसकेका छन् होइन। तल आएर आज चाहिँ हाम्रो जाय हुन्छ अनि खावाई हुन्छ रमाइलो हुन्छ। यहाँ चक्करगौडीबाट हिँडिसकेका छौँ होइन। हेरौँ अगाडिको के कस्तो कन्डिसन बन्न जान्छ हाम्रो पनि होइन। अगाडि जाँदै गरौँ। त्यस्तो नगर न यार गाई माता। यतातिर त हाम्रो घर जाने बाटो देखाइदिए भाइ। ल गाई चाहिँ यतातिर त हाम्रो घर जाने बाटो हो होइन। तर हामी यता जाँदैछौँ सिधा अगाडि गोएमा नखलाएर अगाडि गएर त दङ्गा पनि हुन्छ होला त यार। हातमा समाउन के अगाडि राखौँ ट्याक्क मिलाएर। यता चाहिँ हाम्रो ज्ञानज्योति स्कुल रहेको छ। ज्ञानज्योति स्कुल हामी पढेको स्कुल हो होइन साथीहरू। टक्क लाएर यो टर्निङ पछि चाहिँ यता अगाडि चाहिँ ज्ञानज्योति स्कुलको फिल्डर रहन्छ होइन। कोही महासाले यो त छोडेर नआएर यार बसको म त्यो बार स्टिकरवालाको छोडिदिनु यार। हिँड न त म ऊ यतातिर चाहिँ हाम्रो स्कुलको फिल्डर रहेको छ अनि उतातिर स्कुल नयाँ भवनहरू बन्दैछ होइन। यो बन्न लाग्यो नि अहिलेबाट होइन। यो बन्न लाग्यो नि अहिलेबाट होइन। बन्दै बन्दैन के गर्नु। कति वर्ष भयो अहिले भएको छैन वर्ष त। वर्ष भएको छैन। वर्ष भएको छैन। वर्षमा त कहाँ हुन्छ हो भाइ। अगाडि यो चाहिँ हाम्रो रुइनी खोलाको चाहिँ भ्यू रहेको छ यताउति। यहाँ पेट्रोल पम्प रहेको छ। यसो देख्नु तपाईँतिर आउनु पेट्रोल पम्प छ होइन। अगाडि जाँदा हामीले थोरै यस्ता यस्ता पातकी न्यानहरू भयो त ढोका हुन्छ त कहाँ कहाँ रोकिन्छ यार। यता देखाउनु बनाइदियो नि। यहाँ चाहिँ हाम्रो थोरै आर्मी क्यारेक्टर रहेछ त्यो भएर चाहिँ हल्का फोटो खिचेन भिडियो खिच्न पाइएन होइन। अब चाहिँ हामी सिधा अगाडि बढ्दैछौँ। हाम्रो आर्मी क्याम्प बढेर चाहिँ हामी अगाडि बढिसकेका छौँ यहाँ अहिले होइन। यहाँ अगाडिबाट ट्रक चलाएर राख्यो भनेपछि माथितिर खर्च के अरे भरिया जाने बाटो छ माथितिर चाहिँ। बाटोको चाहिँ बवाल हुन्छ भन्नु गाडीमा हेर न मान्छेभन्दा माथिएर गाडी र तल होइन। गाडी जति तल छ त्यति माथि पुगिसकेको सामान छ होइन। पादरजीलाई हेरौँ न त्यो पादर राजाहरू पादर साथी यता देखाइदियो बादर सागर हेलो घाममै हान्न आएको अलि लगाएर हामीले 3 भाइ गइरहेको छौँ। एउटै 3जना चाहिँ एउटै गाडी नगइरहेको तर ट्राफिक नियमको पालना चाहिँ गर्नु होला होइन। त्यसरी ट्राफिक नियमको पालना नगर्नु होला। यस्तो गर्नु होला लगाइट र हामी चाहिँ अब ठ्याक्क लगाएर यो ढकेरी आउने बेला भइसकेको छ। 2 किलोमिटर रहेको छ अब चाहिँ होइन। ट्याक्क एकछिन अब यो चाहिँ ओह्रालो आउँछ होइन। ओह्रालो आएर यो भाउरो पछि चाहिँ अनि त्यसपछि हल्का अगाडि गइसकेपछि एउटा पर्ति चाहिँ लै आउँछ होला सायद है। हेरौँ अगाडि बढौँ त यो पहिला ओह्रालो चाहिँ काटौँ न पहिला होइन। ओह्रालो कस्तो रहेछ त्यसको लागि जनचेतनाको लागि र हाम्रो यसलाई चाहिँ झिझरी खोला भन्दो रहेछ होइन साथीहरू। झिझरी खोलाको पुलतिर आउँदैछौँ हामी अहिलेको लागि। पुल रहेछ यहाँ पुल अगाडिको अब यहाँ गाईहरू चलिरहनु भएको छ यहाँ होइन। हामी यो
परीक्षा लगाएपछि कता जाने भाइ? परीक्षा अब हामी हजुरलाई स्विमिङ पुल जस्तो त्यहाँ नहुने ठाउँ छ त्यहाँको ल हामी यहाँबाट भित्र जाँदैछौँ है, यो जुन मेन रोड छ हाइवे त्योबाट भित्र हामी भित्र गाउँतिर जाँदैछौँ। अब यहाँबाट ट्याक्क लगाएर भित्र गाउँ गइसकेपछि हेरौँ न भित्र यतातिर फेरि बबाल ठाउँ छ याद छ नि त है। त्यहाँ बहरै छ यो म तपाईँहरू पनि आउनु सक्नुहुन्छ तर आएर फोहोर चाहिँ नगरिदिनु होला पनि राम्रो छ ठाउँ होइन, यसो घुम्न चाहने होइन, राम्रो वातावरणमा यसो रमाउन चाहनेहरूको लागि राम्रो छ होइन। हेरौँ न ट्याक्क लगाएर सिनहरू पनि राम्रै छ होइन। आउन सक्नुहुन्छ हजुरहरू पनि यहाँबाट कता कता जानेछौँ त हेरेको तिमीलाई हाले होइन मनले हो। यस्तो ठाउँ छ है, खोइ भाइ कस्तो हो, कहाँ हो हामी हो जाने? सिधै हो अगाडि? कस्तो दामी ठाउँ छ त यार, बाँसघारी रहेछ त यहाँ पुरा। अस्ति 15 खोला भने जस्तो यहाँ पनि बाँसघारी रहेछ जस्तो लाग्यो। कति धेरै भित्र जानु पर्दो रहेछ क्या यार भाइ? जानुपर्छ त्यस्तो भित्र छैन पऱ्यो पनि फेरि यस्तो क्या उतातिर मान्छेहरू कस्तो गाउँ जस्तो छ कि सिधा गाउँ हो पौडी खेल्न जाँदा गाली गर्दैनन्? उसलाई राम्रो बसेर मजाले उ गर्ने जस्तो ठाउँ भए पो उनीहरू गाउँमा पनि के बेचेर जानु हो? र ए यता टेटो भन न, यता टेटो सजिलो हुन्छ। यता के भन्छ यताबाट सुनिन्छ क्या धेरै भन्नलाई एउटा कुरा भनौँ एउटा कुरा दिनेश अङ्कलले भनेको मैले कुरा मात्रै सुनिदिएको भए पनि मसँग एउटा बाइक हुन्थ्यो, 2-3 बाइक 2टा बाइकमा जाने हुन्थ्यो अरे मा। किन सुनिनस् त तैँले, किन सुनिनस् भन् त? मान्छेले व्यक्तिले भनेको कुरा मात्र भन्छ यहाँ त पुरा पिच भनेको त माछाला ल हेर अब त लौडी लौडी बाटो रहेछ। जे होस् सल्यान जाने जस्तो बाटो चाहिँ छैन है फेरि। दिनेश अङ्कलले अनि त्यहाँबाट मम्मीहरूले पनि भन्नुहुन्थ्यो अब पर्ने रहेछ भन्ने भयो के अरे अहिले त। पुरा ग्राबिलै छ त फेरि बाटो त यहाँ त। यहाँ छ धन्नै लोड त्यस्तो पनि फेरि बहुत रिस्क हुन्छ क्या भाइ। फेरि गिट्टीमा फेरि पुरा टायर भोट्यो भने सकियो क्या, फेरि सकिहाल्यो। यस्तो भयो भने भ्याउ हुन्छ यार। अगाडि राइटतिर ल गाउँ छ होला त यार, गाउँ रहेछ यार। अब घर लाग्यो मलाई त। ठाउँको नाम चाहिँ महादेव के हो? अब खर्कबारो के बोले भाइ कुन ठाउँ हो क्या हुन पनि हो? महादेव यहाँ पर्छ होइन हो? यहाँ त खर्कबार जाने बाटोबाट पर्छ क्या महादेव त। फाइनल्ली हामी पुगिसक्यौँ है। जाने चाहिँ कहाँ गाइजहरू हामी चाहिँ पौडी खेल्ने गरेर आएको है। यो भाइ त कहाँ स्कुलमा लिएर यहाँ स्कुलको यो उ छ होइन, के छ यो ट्याङ्की छ होइन, यहाँ लिएर पसाइदिएर आयो मान्छेले होइन। के गर्ने यार, के भन्नु अहिले भित्र गएर पौडी खेलेपछि अहिले पौडी खेलेको अझ भिडियो आउनुपर्छ गाली गर्नु होला गाइज कमेन्टमा रफै रफमा गाली गरेपछि हुन्छ म्याच स्कुलरलाई। म त राम्रो अलि छुट्टै ठाउँ होला भनेको स्कुलमा लिएर कोचारतिर आएर ल गाइजहरू अब जे जस्तो भयो नि। अब फाइनली हामी चाहिँ आइसकेका छौँ। अब कस्तो रहेछ एकचोटि हेरौँ होइन, गएर पौडी खेल्न पाइन्छ कि नै त्यही पनि एकचोटि गएर यसो पौडी सौडी खेलौँ। अनि त्यसपछि चाहिँ हामी तपाईँहरूलाई त्यहाँ देखाउनेछौँ। अहिलेको लागि अरे ल यो पुरा गएर मेरो साह्रै टाढा छ यार यो। माथि समात्नु नि त फलाममा। समाउँछ समाउने हो कि फलाममा।
मलाई गाह्रो भएको छैन केटाहरू। अब यहाँ हेर ओ यो पुग्नु यो कस्तो छ ठाउँ अघि त खुब भन्थ्यौ त डाइलग हान्थ्यौ त मलाई तर मिल्दैन कि गर्नु। ओ यो पुग्दा ठाउँ कस्तो छ त ठाउँ अहिले यहाँ राख्नु छ। अरे डाइलग अहिले अहिले त्यसलाई पनि डाइलग हान्थ्यो अझै माथि अहिले माथि एउटा चप्पल तर फाल्छु या भनेर। ओइ यो त तिमीहरूको खतरा छ अब गेम सेम खेलेको मान्छेमा तिमी कसरी झर्दियो बे यहाँ तल यत्रो ओ यो त के हो त्यसमा अटाउ न तल ए यो राम्रोसँग है फेरि त्यो 2072 सालमा किनेको यार 10 वर्ष भइसक्यो अहिले 82 वर्ष भइसक्यो अरे कति 10 वर्ष कस्तो नअड्डेको त यार खोज ओइ राम बराबर ठाउँमा राख न यार भाइ त्यो नतान कि माथिको हो त्यसलाई हाल तिमी भइगयो त अनि केही नचलाएको कुनामा राख न अहिले यतिकै बस भयो भयो कपडाहरू त यतै राख्नुपर्छ फेरि त्यतै कता बरु यहाँ कृष्णलाई ए कृष्ण त हो त अनि त्यो ल भाइ यार म कसरी झर्ने यार तिम्रो म कसरी चल्दै उनी वादा लगाएको स्टिल ल ओइ भिडियो गराइ ए कसरी आउँछ रहेछ भिडियो गराइ ओइ त्यो हात बाहिर राख्नु न खुट्टा के हो त्यो भेसेला खुट्टा दुईटै खुट्टा सँगै जानु न ओके हो यस्तो दुईटा पनि सँगै झार न यता ऊ त्यहाँ झर्छु नि म जाऊ जाऊ त्यही बाटो गएर उता उतै गएको के हो यो मैले मेरो नाम पहिला त? जी भना 10 रुपैयाँ पच भयो ऊ पाएर जानु त हालै जा गोजीमा हाल लाथे यार अब चाहिँ रमाइलो हुन्छ ठाउँ चाहिँ बवाल छ होइन अहिले ठाउँलाई देखाएको एकचोटि सर र ऊ गर्दैन अहिलेको क्लिन भएको क्या पारीबाट फाइनल्ली गाइजहरू हामी चाहिँ आइसकेका छौँ यो भाइ फेरि कहाँ कहाँ जान्छ थाहा छैन होइन यो भाइ चाहिँ अब तल झर भाइ छिटो आइज हामी तुम्हारा इंतजार में है हम यहाँबाट आइज कि त आइज न आइज यहाँबाट आएको यहाँबाट राम्रोसँग है अघि ल इजी भयो त अनि ल अब चाहिँ गाइजहरू हामी चाहिँ यहाँ टक्क अहिलेको त वातावरण यस्तो छ अब हामी चाहिँ टक्क लाएर ल गाइजहरू हामी चाहिँ आइसकेका छौँ फाइनली तल हामी चाहिँ गर्नुपर्छ कि हामी चाहिँ तल आइसकेका छौँ गाइजहरू हामी चाहिँ यहाँ अब पौडी खेल्छौँ होइन गाइजहरू होइन त्यसपछि हामी 3 जना भाइहरू रहेका छौँ 3 भाइ रहेका छौँ होइन हामी अब एकछिनमा तपाईँहरूलाई यहाँ पौडी खेलेको देखाउने छौँ हामी 3 जना चाहिँ एउटै बाइकमा आएको है गाइजहरू फेरि होइन फेरि अब हामी हजुरहरूलाई देखाउने छौँ गहिरो त गहिरो छ लास्टै गहिरो छ होइन तर हामी चाहिँ पौडी खेल्नु पर्ने छ है गाइजहरू ल अब चाहिँ हामी यतातिर लाग्छौँ है मलाई त डुबाउँछ जस्तो छ मलाई डुबाउँछ है फेरि डर लागिरहेको हिटी आयो भने त सकेन म यार होइन त्यो भएर पानीलाई घटामा अलिकति म नापिन्छु पहिला ल म ओइ कपडा छोरा न भाइ यार सबै यसो सुइमिया के तलबाट टाक्क क्या उताबाट त्यहाँबाट लाइन लाग्छ सट्टा हुने क्या होइन पुरै देखेन नि म चाहिँ होचो भएको कारणले गर्दा डुबिरहेको छु होइन 1 2 3 गो मजा है
अब फेरि देखो गाइस ल सानै छ नै अलिकति हुन्छ खान मिक्स हाल्नु ल हान्दिएको ल केटा यस्तो पिस हाल्नु पर्छ कि 5 पाँचवटा मात्र बिर्स्यो अरे सानो छ है अलिकति म सानो छु भने भन्दा ल छोरी मेरो आउ हुँदै आउ आइज बुझ्दै छ के गर्ने छोरी मेरो के आउ भालेपुती के यस्तो भालेपुती यस्तो रिपोर्टी भइसक्यो भने आउन चार्ज लगे पानी मात्र भाले लगाएको त यस्तो तिम्रो तिरेर हुन्छ के त्यो पानी मात्र एउटा पुनी माथि गर्नु नपाइन्छ के ए बा मोर पानी बस्छ घुम्ने एकछिन है ल अबे साले अब मेरे हावा लग चला पर कौन टिम्बर का पहले मोती अब हावा करना मत हावा पूरी सक्छ फेरि पछिबाट दुईटा के दुई जसको पदिन्छ त्यसको हावा गरिरहेछ मोती नल बाले के बात सेटको No, dos es uno de auto. Yo paso de bailar. के पनि मैदान पाइन्छ ओके तो जरा भाई तो लाओ हामी डाला के रे ओए दस का मारी था ओए बड़ा दस का गई ओए बड़ा दस का ना बड़ा दस का दावा दस का भाई ओए बात दस का दस 1 2 3 4 5 6 7 8 9 10 बात का फिर रुक आओ वो पानी भइदियो पनि छुन दिँदैन ओए जीवन चाहिए 1 2 3 4 5 6 7 8 9 10
एक 2 3 4 5 6 7 8 9 10 एक 2 3 4 5 6 7 8 9 10 एक 2 3 4 5 6 7 8 9 10 अबे कहाँ गया अबे? अबे कहाँ गया अबे? Woi, bunda madam. जामका बेसी बगे दे है एकछिन बाहिर गयो कि फाइनली हामी चाहिँ पौडी खेलेर चाहिँ अब निस्किने बेला भइसकेको छ। हामी पौडी खेलिसक्यौँ। अहिले चाहिँ एउटा भाइ आएका थिए होइन, त्यो भाइको चाहिँ यसो हेर्न सक्नुहुन्छ कहाँ छ नि भाइ, यहाँ खेल्दैछन्। एउटा मात्र एक्लै छन्, ऊ लुके पनि अहिले त माछा जस्तो लुक्छन् कि बेला बेलामा। तर यहाँ अलिकति खतरा छ बाटो, त्यो भएर अलिकति बन्द गर्नुपर्ने चाहिँ एकछिन भिडियो यसो अगाडि जाउँला। बाटो कस्तो छ यसो हेर्नु न त है। यी बाटो यस्तोबाट निस्किनुपर्छ होइन। अगाडि जाऊँ होला, बिस्तारै बिस्तारै अगाडि बढ्दैछौँ हामी। ल अब यहाँबाट झर्न पर्ने हुन्छ तल। मेरो टी सर्टमा आछ, तिमीले गाई बाँधिँदैछौ जस्तो लाग्दैछ। ए यिनीहरू चाहिँ गइसक्यो, म चाहिँ कसरी झर्ने भन्ने कुरो ल केटा। भुरी मान्छे थर्मो कपडा सपडा लगाऊँ होला। गाइजर अब चाहिँ हामी निस्किन्छौँ, घरतिर जाने बेला भइसक्यो। अब फेरि अब फर्किने हो। त्यहाँको घरसर गएर चाहिँ टक्क लाएर चाहिँ अब फेरि नुहाउने कि के गर्ने त्यही हुन्छ होइन। यो भाइले हेर्दैछ के गर्ने, यस्तै छ है पारा। कपडै सुकेन नि, यस्तो यस्तो भयो। ल गाइज हामीहरू चाहिँ अब यहाँ पौडी खेलेर पनि सकियो, नास्ता पनि खाइयो, सब भयो, रमाइलो भयो होइन। अब हामी घरतिर जाँदैछौँ। घर जाने बेला अब त्यो सानो छोटो छोटो क्लिपहरू हजुरलाई देखाउँछौँ, त्यही हो। ल अहिलेलाई चाहिँ अब लागौँ न त होइन। यहाँनिर उसँग त्यो गिटी जस्तै टाइपको चालक राख्ने, त्यही भएर अलि अप्ठ्यारो छ। स्कुटी हो र पल्टिनलाई स्कुटी होइन नि त भाइ, 3 जना छ ओभरलोडमा, अनि मुला घर्किँदैन। अब हेर, अब यहाँ बाटो हेर न यस्तो छ, झन् यता ठाउँ रहेछ मात्रै। यस्तो यस्तो चिजहरू ख्याल गरेर हिँड्नु। अब अस्ति त्यहाँ त्यत्रो भुइँबारी गएको भिडियो त्यत्रो बाटोमा त केही भएन। कस्तो ढुङ्गा रहेछ है दाइ त्यहाँ। कत्रो कत्रो भनौँ न। अब पैसा उठ्यो। अब यो धर्न हामीले कस्तो कस्तोबाट गाडी धर्न त्यस्तो भिडियो खिचेन भने हाम्रो गाडीभित्रको पैसा उठ्यो कि न पैसा
पैसा त आएर पनि खाएर सकिसक्यो भोलिपल्ट आउन बित्तिकै कहाँ गएको पैसा त जाउँ त ल्यायो भनेको त अँ भोलिपल्ट टाइममा त भन्दा पनि साल दिउँसोतिर आएको थिएँ यो हेर न यो केराबारीमा हो नयाँ रुक्नु रोडतिर आइसक्यो यार नराम्रो लगाइजोर हामी चाहिँ फाइनल्ली रोडतिर आइसकेका छौँ होइन मेन रोडमा आइसकेका छौँ होइन पौडी खेलेर पनि सकियो अब बाटो पनि अब आइसक्यौँ हामी आधी बाटो अब जानलाई चाहिँ अब धेरै छैन 8 किलोमिटर रहेको छ होइन कोलपुर जानलाई चाहिँ हामी कोलपुर जान्छौँ अनि त्यसपछि लगाइदिएर हामी चाहिँ अब लाग्यौँ हामी कोलपुरको रोडतिर होइन कोलपुरको रोडतिर लागिसकेका छौँ अब अगाडि जानेछौँ हामी झिझेरी खोला पुल लिएर आइसक्यौँ हामी फाइनली गाइजहरू झिझेरी खोला मस्त पनि होस्टै बाइक भइदिएको भए त फेरि बबाल गराउँथ्यो होला यार त्यसको पनि अड्किने जस्तो हुन्छ क्या यार काली चढौला सतभन्जै पञ्च पाल्ने त्यो पानी चढौला तिम्रै लागि जनै दिदिउला तिम्रै लागि हो माया ए कुत्रा गाइड हामी चाहिँ 8 किलोमिटर रहेको छ 8 किलोमिटर छ न के खाइरहेको छु के खायो लगाइन्छ र अब धेरै स्पिड गराउने भने फेरि आवाज पनि राम्रोसँग आउँदैन क्या त्यही भएर नो स्पिड बिस्तारै सोलोली होइन गुलेलीको मटेराले सत्यानाश जान पर्ने त हुन्छ हाम्रो अन्त ओए अगाडि पराएन है अब्ली हो क्या फेरि यस्तो अगाडि बाइक पुरा हेलमेटमा क्या पुरा ऊ राखेर मोबाइल राखेर होइन पब्जी खेल्नलाई पनि काम गर्दो रहेछ त लौडी नत्र एउटा लगाइदिएर अब चाहिँ आजको लागि चाहिँ भिडियो यति नै गरौँ होला होइन किनभने अगाडि के भन्छ अरे निकुञ्ज रहेको छ निकुञ्ज भन्दाखेरि के अरे ब्यारेक रहेको छ होइन अगाडि त्यो भएर त्यहाँ भिडियो दिन पाइँदैन होइन ब्यारेक रहेको छ त्यो भएर चाहिँ अहिलेको लागि हामी यहीँबाट हल्का अगाडिसम्म तपाईँहरूलाई हल्का भिडियो देखाउनेछौँ पुरै अनि हामी चाहिँ त्यहीबाट चाहिँ भिडियोलाई चाहिँ बन्द गरिदिनेछौँ होइन किनभने तपाईँ त अब घर आइन्छ उतातिर पनि होइन तर यहीँबाट चाहिँ हाम्रो भिडियो चाहिँ खतम हुन्छ होइन अहिलेको लागि फेरि हामी अर्को भिडियो लिएर आउनेछौँ होइन त्यति बेला फेरि पर्खेर बस्दिनु होला लाइक सेयर सब्सक्राइब गर्नुभएको सब्सक्राइब गरिदिनु होला फेरि अर्को भिडियोमा भेट्नेछौँ साथीहरू